सो गाइज आजबाट चाहिँ कालिन्चोक हाइड्रो पावर लिमिटेड नेप्सेमा कारोबारमा आएको छ र आजको दिन चाहिँ एकदमै राम्रो सबैजनाले होल्ड गर्नुभएको छ किनकि जम्मा 30 किताको मात्र भोल्युम आएको छ है त। सो यो चाहिँ भनेको एकदमै राम्रो, यो सर्किट हाउने कामहरू प्लेयरहरूले गरिहाल्नुहुन्छ होइन, ठुल्ठुलो प्लेयरहरूले गरिहाल्नुहुन्छ। हामी नर्मल लगानीकर्ताहरूले चाहिँ आइपिओ बेचेर हामीलाई यो बढाउनु चाहिँ काम नगर्नु होला है त, र अरूहरूले गर्नुहुन्छ। सो यो चाहिँ आज चाहिँ एकदमै राम्रो डिमान्ड आएको छ, 1,75,000 किताको यो पुग्छ किनकि यो भनेको लो क्याप कम्पनी हो है त। यो चाहिँ बुझिरहनु, जम्मा थोरै मान्छेलाई मात्रै परेको छ, थोरै किता छ। र योभन्दा अगाडिको एउटा कम्पनी गएको छ सूर्यकुण्ड भन्ने, त्योभन्दा चाहिँ एकदमै राम्रो छ। म सूर्यकुण्डको तपाईँहरूलाई देखाउँछु। यो चाहिँ सूर्यकुण्डको हो, यहाँ हेर्न सक्नुहुन्छ सूर्यकुण्ड हाइड्रो। यो चाहिँ कालिन्चोक भन्दा नि अलिक नराम्रो है त, जम्मा -4 को इपिएस छ। हाम्रो कालिन्चोकको चाहिँ +7 को इपिएस छ भनेको कम्पनी प्रफिटमा छ, घाटामा गएको छैन। त त्यस्तो कम्पनी अनि तपाईँले सेयर पनि हेर्नुहुन्छ भने सूर्यकुण्ड र कालिन्चोकको बराबरी नै छ है त। सो यस्तो कम्पनी त तपाईँहरू हेर्नुहोस् त, यहाँ 2060 सम्म पुगेको क्या एक किताको। तपाईँ हाम्रो यो कालिन्चोक कहाँसम्म पुग्छ भने तपाईँ अब एक्सपेक्ट गर्न सक्नुहुन्छ नि त। तर बेच्न चाहिँ नबेच्नु होला है त। अहिले 30 किताको आएको छ, तपाईँहरू यो 15,000 सम्म चाहिँ आँखा चिम्लेर सुतेर बस्दै नै हुन्छ, नहेर्नु होला है त। मजाले 15,000 मजाले पुग्छ, 20,000 पनि पुग्छ, मार्केट राम्रो हुनु पर्यो त्यो बेला। सो 20,000 चाहिँ मैले एस्टिमेटै गरेको छ पुग्छ भनेर, तपाईँहरूले चाहिँ होल्ड गर्नु जरुरी छ है त। सो भोलि अब बाँकी हेरौँ ल। आज चाहिँ एक किताब कसैले पनि नबेच्नु होला है त, 10,000 15,000 सम्म चाहिँ कसैले पनि नबेच्नु होला। सो बाई।